फेरि एउटा कुरा चित्त बुझेन साथीहरू, कोसँग भन्नु होला? हाम्रो गृहमन्त्री सुदन गुरुङसँग। होइन, तपाईँलाई कति चाँडो हतार भएको राजीनामा दिन? मैले भनेकी थिइनँ कुकुरहरू भुक्दै जान्छन्, तपाईँ अगाडि लम्किँदै जानुहोस् है, तपाईँ आफ्नो गन्तव्य के छ त्यसमा फोकस गर्नुहोस्, यी दुनियाँका पछि नलाग्नुहोस् भनेको होइन। तपाईँलाई राजीनामा दिन कति धेरै हतार परेको, हामी जनताहरूको कति धेरै विश्वास तोड्नु भएको छ तपाईँले नि, त्यो तपाईँले सोच्न पनि सक्नु हुँदैन क्या। अब युवा आए, अब देश बनाउँछन्, अब देश उज्यालो गन्तव्यतिर मोडिसक्यो, अब चाहिँ देशमा राम्रा युवाहरूको प्रवेश भयो भनेर हामीलाई यति धेरै खुसी र तपाईँप्रति यति धेरै विश्वास लागेको थियो क्या। तर त्यो कुरा तपाईँले नि 2-3 जनाले भुके भन्दैमा राजीनामा दिनुभयो नि, आज हिलोमा ढुङ्गा छ्याप्ता नि हिलो मुखैतिर बज्रियो क्या सम्पूर्ण जनताहरूको। तपाईँहरूलाई जिताउँदा नि दुनियाँको गाली खाएका थियौँ कि हामीले, बुझ्नुभयो? यो गृहमन्त्रीले केही पनि गर्दैन, यसले राजनीतिक बुझेको छैन, यसलाई राजनीतिको बारेमा केही थाहा छैन भन्नेहरू आज कति धेरै खुसी भएका रहेछन्। हो रहेछन् क्या, हो। तपाईँले राजनीतिक बुझ्नु भएको रहेन रहेछ। यदि राजनीतिक बुझ्नु भएको थियो भने नि दुनियाँले तपाईँसँग राजीनामा माग्दा नि मैले देशका लागि राम्रो गरेको छु, गर्नेछु र गर्छु भनेर तपाईँले अठोटका साथ हिम्मत कसेर अगाडि बढ्नु पर्थ्यो। तर तपाईँ ब्याक सर दिएर राजीनामा दिनुभयो क्या। कसैले राजीनामा दे भन्ने बित्तिकै तपाईँले राजीनामा दिनु पर्थ्यो, किनभने तपाईँले यति राम्रो काम गर्दै हुनुहुन्थ्यो, हामी सबै जनताहरू खुसी भएका थियौँ क्या। तर तपाईँले नि राजनीतिक बुझ्नु भएको रहेन रहेछ। जसले राजनीतिक बुझ्छ उसले गाली, बेजती, टर्चर सबै खेप्छ क्या। सबै खेप्न सक्ने शक्ति बोकेका व्यक्ति मात्रै राजनीतिकमा प्रवेश गर्नुहोस्, बुझ्नुहोस्। त्यत्तिकै जनताहरूलाई नि ठुल्ठुला सपना देखाएर जनतालाई खुसी दिएर केही समयका लागि दिनुभयो, आज हामी कति धेरै निराश बनेका छौँ। यो कसले देख्छ? यस्तै सुदन दाजु जस्तै जो राजनीतिक बुझ्नु भएको छैन, राजनीतिको केही ज्ञान छैन र गाली, बेजती, टर्चरदेखि तपाईँहरू डराउनुहुन्छ भने सबैजनाले राजीनामा दिनुहोस्। चाहिँदैन हामीलाई यस्तो। केही समयका लागि हामीलाई नि आकाश र पाताल देखाउने अनि थोरै समयमा म सक्दिनँ भनेर ब्याक सर्ने व्यक्ति हामीलाई चाहिँदैन। हाम्रो नेपाल जस्तो थियो त्यस्तै हालतमा छोडिदिनुहोस्। तपाईँहरूले पनि के लछारपाटो लाउन सक्नुहुँदो रहेछ र? कसैले आएर राजीनामा दे भनेका भरमा तपाईँहरू राजीनामा दिने? तपाईँहरूप्रति हामीले के आश गर्नु? सुँगुरलाई स्वर्ग जान्छस् भन्दा गुखान पाइन्छ भनेर सोधे जस्तै गर्नुभयो होइन सुदन दाजु तपाईँले? अब चाहिँ स्वर्ग लोकमा एउटा असल व्यक्ति आएको छ, अब चाहिँ हामी सबैजना खुसी र सुखी हुने दिन आयो भन्ने बित्तिकै तपाईँले निराशामा परिवर्तन गरिदिनु भयो क्या। गुको किरो गुमै पारिदिनु भएको छ तपाईँहरूले जनताहरूलाई, बुझ्नुभयो? आश्वासन ठुलो देखाउनुहुन्छ तपाईँहरूले हामीलाई, तर सबै जनताहरूमाथि तपाईँहरूले